आखिर हामीलाई मात्र यस्तो किन हुन्छ अनि फेरि अचानक मम्मीलाई के भयो? अलराइट गाइज, सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आजको मिनी भ्लग पनि बिहानै उठेर सुरु गर्दछु र बिहानै उठिसकेपछि चाहिँ मैले सुरुमा मुख धोएँ। मुख धोएर यसो हेरेको त घाम त एकदम माथि आइसकेको रहेछ। अनि त्यसपछि चाहिँ मैले सुरुमा सधैँ झै आज पनि पानी खाएँ। पानी खाएको कारणले चाहिँ ल धेरै पनि समय थिएन पढ्नको लागि अनि मैले चाहिँ पढ्न सुरु गरेँ। लगभग पढेको चाहिँ आधी घन्टा जति भइसकेको रहेछ अनि म चाहिँ काममा जाने समय पनि भएको कारणले चाहिँ म चाहिँ काममा जान लागेँ। अनि म चाहिँ यता साइकल बोकेर चाहिँ काममा जान लागेँ अनि त्यसपछि काममा जाँदा त यस्तै ह्यान्डसम भएर जान्छु होइन, तर आउँदाखेरि चाहिँ कपडा हेरि नहुने भएको हुन्छ। सेतो कपडा लगाएर भएको नि होला। म चाहिँ काममा लगभग बिहान 6 बजे काममा जान्छु भने चाहिँ बेलुका लगभग फर्किँदा 8 पनि बढी बजिसकेको हुन्छ। सो त्यही भएर चाहिँ मैले बिहानमा पनि खासै पढ्न भ्याउँदैन अनि बेलुकामा पनि खासै पढ्न भ्याउँदैन। लगभग म चाहिँ कामबाट फर्किँदा चाहिँ 8 पनि बढी बजिसकेको रहेछ। घर आएर नुहाइधुवाइ गरेर पनि सकिसकेको थिएँ भने पनि एकैछिनमा खाना पनि खाएर सकेँ। अनि मैले चाहिँ पढ्न लगभग 9 बजीतिर सुरु गरेको थिएँ, तर एकैछिनमा लगभग 10 मिनट पछि चाहिँ अचानक मम्मी बिरामी पर्नुभयो। अनि त्यसपछि चाहिँ थाहा छैन मम्मीलाई कस्तो खालको बिरामी लागेको छ र एक दिन आशा गर्छु यो सबै ठिक गर्नेछु म। अनि आजको भिडियो पनि यतिको सम्मको लागि। यदि तपाईँलाई भिडियो मन पर्छ भने चाहिँ च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला।